अफिसको कामको सिलसिलामा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकातिर कामको सिलसिलामा फिल्ड अनुगमन गर्दै आउँदाखेरि ठ्याक्क बाटोको छेउ नजिक एउटा धुर्कोट गाउँपालिकामा रहेको चर्चित पर्यटकीय स्थल विचित्र गुफा पर्दो रहेछ र यही कामको सिलसिलामा आएको बेलामा यहाँ पनि घुमेर जाउँ भन्ने साथीहरूसँग सल्लाह र यहीँको हाम्रो क्यामेराम्यान सर चाहिँ यही धुर्कोट गाउँपालिका निवासी पनि हुनुहुन्छ उहाँको सल्लाह र साथीभाइसँगको सल्लाहले अहिले हामी विचित्र गुफा घुम्न आएका छौँ। अहिले विचित्र गुफातर्फ हाम्रो यात्रा जारी छ। अब केही समयमै हामी विचित्र गुफा भएको स्थानमा पुग्दैछौँ। अरू कुरा चाहिँ म तपाईँहरूलाई विचित्र गुफाको इन्ट्रान्समा पुगिसकेपछि भन्छु। डिडाक अहिले चाहिँ हामी ठ्याक्क विचित्र गुफा छिर्ने गेटमा आइपुगेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ ठ्याक्क विचित्र गुफा वन्डरफुल केभ। अब यहाँबाट हाम्रो यात्रा गुफातर्फ छ। विचित्र गुफाको प्रवेशद्वारमा आइपुगेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ विचित्र गुफाहरूको दाहिनेतर्फ छ। हेर्न सक्नुहुन्छ तपाईँहरू विचित्र गुफा छिर्ने प्रवेशद्वार। यता हाम्रो साथीहरू दुईजना हामीभन्दा अघि आइसक्नु भएको छ। अनि यता साइडमा मन्दिर पनि रहेछ। के मन्दिर हो सर यो? यता मन्दिर पनि रहेछ। अब केही बेरमा हाम्रो एन्ट्री विचित्र गुफाभित्र हुँदैछ। ल अहिले सबैजना साथीहरू विचित्र गुफा छिर्नको लागि पर्खाइमा बस्दै हुनुहुन्छ। विचित्र गुफा छिर्ने प्रवेशद्वारमा गेट लगाइएको रहेछ। यो यसको सुरक्षाको निम्ति हुन सक्छ। विचित्र गुफा संरक्षण गर्ने दाजु हामीले बोलाइसकेपछि यहाँ आइसक्नु भएको छ। अब केही बेरमा ढोका पनि खुल्छ। ढोका खोलिसकेपछि हामी गुफाभित्र छिर्नेछौँ। गुफाभित्रको दृश्य चाहिँ अँध्यारो भएको कारणले गर्दा राम्रो नआउन सक्छ। त्यही पनि मैले जति सक्छु त्यति भिडियो मार्फत देखाउने प्रयास गर्नेछु। दिउँसो यो चस्मा राख्नु त अनि केहीमा ठक्कर लाग्यो नि मैले राख्दा फुट्ने तपाईँले राख्दा अनि तपाईँ भित्र जाने सुरु गरेछु। अब चाहिँ हाम्रो विचित्र गुफाभित्र एन्ट्री हुँदैछ। अब भिडियो पनि चलिराखेकै छ। अब हेरौँ कहाँसम्म भिडियोमा राम्रोसँग भित्रको दृश्य क्याप्चर गर्न सकिन्छ। जहाँसम्म सक्छु मैले भिडियोमा भित्रको दृश्य कैद गर्न त्यहाँसम्म चाहिँ मैले भिडियो बनाउँछु। माथि लाग्यो ठिक छ। यहाँ भगवानको धनुष बाण देख्न सकिन्छ। हजुर भगवान रामले सीतालाई विवाह गर्दाखेरि 3 खना भाइचेको 3टा टुक्रा भएको भन्छ नि धार्मिक। हजुर हजुर एउटा टुक्रा 2 ठाउँ 3 ठाउँ 3टा टुक्रा 3 खना भाइचेको देख्नुभयो अनि हजुर शिव धनुष। रामले पुरा धार्मिक किताबहरू पढ्दाखेरि यसको रङ गर्नु कस्तो रहेछ भन्ने कुरामा पहेँलो बनाउने रहेछ। तलपट्टि पहेँलो बाल देखिन्छ। हजुर यो कलर नै यस्तै नि तपाईँको यो धनुषको पिनमा पहेँलो भएको छ। सुन कलर पनि लाउन सकिन्छ होला। यिनी समेरा भए रामले तलतिर सेतो बाल देख्नुभयो नि। हजुर यिनी गोपीले नाचेको 1600 गोपी राधाकृष्णको नाचेको पुरै आकृति चित्र देखिन्छ। ठिक छ। पुरै नाचेको देखिन्छ। र माथिपट्टि आउँदा राधाकृष्ण देखिन्छ। त्यहाँ चन्द्र ढाकेर देखिन्छ खास क्लियर। त्यहाँ पनि बाँसुरी बजा नाचेको देखिन्छ। ठिक छ सर भन्नुहोस् न। तपाईँको विचित्र गुफामा जिउँदै 16 जाने बाटो छ। हजुर त्यो 16 दिन जान अहिले पानीको चोएको नलाग्ने समस्याले हामी जान सक्दैनौँ। त्यो अहिले यिनीहरू हेर्ने मात्र। ठिक छ। कति मिटर भित्र छ नि त्यो स्वर्ग जाने बाटो चाहिँ? तपाईँको 5 मिनट लाग्छ।
ए ठिक छ सुरुमा पर्छ भगवान् यो के अरे सर गणेश भगवान् गणेशाय नमः वैकुण्ठपुरीमासम्म राधाकृष्णका आकृतिहरू माथि देखिसक्यौँ हामीले अब यो वैकुण्ठपुरीहरू यहाँ तपाईँको यो कक्षाबाट चाहिँ गेटहरू बनिएको छ अब हामी वैकुण्ठपुरीहरू हामी यता कैलाश पर्वततिर लाग्छौँ है माथि ओ सिडी रहेछ नि त त्यहाँभित्र यो पारिपट्टि हामीले नाम लिएर देख्नु पौवारीको बडा कहाँनिर ओ बुढा उतापट्टि ऋषि पनि तपस्या गर्ने ठाउँ यता दाहिनेतिर शङ्कर आएपछि माथि यो चट्टान बनेको अब धेरै किसिमको बुट्टाहरू छन् माथि हेर्नु कि देख्नुहुन्छ कि चक्र जस्तो चक्र शिवजीको त्रिशुलै बनेको छ त्रिशुल रहेछ हो यो त्रिशुलमाथि नागको आकृति शिव गाडेर दक्षिणा र शिवका 3 नेत्र आउँछ एउटा नेत्र विचार र यो माथि कैलाश पर्वत जाने शिवजीको दर्शन गर्ने ठाउँ हो हजुर त्यहाँ माथि पनि अर्को बाटो छ त्यो बाटो झरे त्यहाँ झर्छौँ हामी हजुर अब कैलाश पर्वततिर लागौँ ओके थके लाग्यो हजुर के रहेछ बुवा यो चाहिँ यो सभा बैठक ए बैठक ठुलो स्पेस छ त मिटिङ गर्ने बसेको प्रचार गर्न जनाको र माथिको बुट्टा बुट्टा कलाको बागानको बुट्टाहरू बनेका छन् यहाँ माथिपट्टि चौधा आजै पूजा पाठ राख्छन् नि हजुर र यहाँ पारिपट्टि नामले बिच्छी बुढो बिच्छी भयो पुरै क्लियर देखिन्छ बिच्छी डाइनोसर हजुर र यतापट्टि मुख्य ठाउँ शिवजी विराजमान ल हजुर अनि बुवा मेरो एउटा जिज्ञासा यो गुफाको नाम चाहिँ विचित्र गुफा कसरी राख्यो अहिले तपाईँले यहाँ विचित्र आकृतिहरू ढुङ्गाहरूको बनेको देख्नुभयो नि हजुर यो विचित्र भएको नाम हामीले विचित्र नाम राखेको यिनी शिवलिङ्ग देख्नुभयो नि हजुर आर्सा उत्पत्ति माथि हिमाल हो त्यो अहिले सेतो थोपाहरू शिवलिङ्ग खस्यो देख्नुहुन्छ बाह्रै महिना सोध बैसानी खसिरहन्छ यो पुरै हिउँदमा सेतो टल्किन्छ अहिले चिसाले चमक्का मरेको यहाँनिर हात्ती मूर्ति भयो खोपा बनाउँछ दियो बाल्न उतापट्टि ब्रह्मा विष्णु महेश कुनै 3टा शिवलिङ्गहरू छ अहिले यहाँ तपाईँको धेरैको विश्वास छ वर मागेर पुरा भयो भने सबै चढाएका त्यो सुगन्धहरू हजुर यो मुख्य ठाउँ मान्छे टाढा टाढा आउने गर्छन् र तपाईँले आएर त्यहाँ गएर फुल भेटेर राखेर दर्शन गर्नु वर माग्न सकिन्छ मुख्य ठाउँ हजुर बुढोतिर राखेको छु पत्रकारहरू ल त्यहाँ गएर दर्शन गर्नु यो पहाड बग्छ यो त लाइट नमाल्नु हामीले लाइट नमाल्ने त्यो ढुङ्गा कस्तो उजेरो बोल्यो देख्नुभयो नि त्यस्तो खाले ढुङ्गा छ यो घरमा पुरै सकिन्छ हो उडिहाल्यो नि अँध्यारो मन पराउँछ के हाँस यो हुँदैन एकछिन लाइट नबाल्नु मैले यो नजिकबाट उड्दैन किन ल हेर्नुहोस् चमेरा कसरी झुन्डिन्छ नजिकबाट हलिउड मुभीमा चमेराको परिकल्पना गरेर ब्याटम्यान भन्ने फिल्म पनि एकदम चर्चित छ यसले विचित्र गुफाको भित्रसम्म प्रवेश गरेर अवलोकन गरेर बाहिर निस्किँदैछु म तपाईँहरू सबैजना जसले मेरो यो भ्लग हेर्नुभएको सबैजना एकपटक विचित्र गुफा हेर्न आउनु होला यो चाहिँ एकदम नामै काफी छ यो विचित्र गुफाको होइन त्यसै यो गुफाको नाम विचित्र राखिएको चाहिँ होइन किनकि तपाईँहरू यहाँ आइसकेपछि यो मेरो भिडियो हेरेर भन्दा पनि तपाईँहरू यहाँ वास्तविक रूपमा भौतिक रूपमा उपस्थित भएर है आफूले अवलोकन गरिसकेपछि मात्र थाहा पाउनुहुन्छ कि यो गुफाको नाम विचित्र किन राखिएको रहेछ किनकि यहाँ भित्रपट्टि धेरै नै एकदमै विभिन्न खालका नयाँ चिजहरू छन्